नमस्कार, म मोहन खड्का। मेरो खड्का ब्लग हिजो मात्र खोलेको च्यानल छ। हामी चाहिँ अहिले धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर 6 मा छौँ। हाम्रो वासस्थान चाहिँ त्यहाँ रहेको छ। हामी त्यहाँबाट यत्रो बाटो चलेर हामी यहाँसम्म आइसकेका छौँ। हाम्रो एम दाई, त्यस पछाडि पिपल साथी, लोकेन्द्र साथी, त्यस पछाडि रमेश साथीहरू अगाडि गइसक्नु भएको छ। हामी अब के हुँदैछ बाटोमा हामी जान्छौँ। धादिङ गाउँलाई हामी राम्रोसँग हजुरहरूलाई देखाउने प्रयत्न गर्नेछौँ। हजुरहरूले साथ सहयोग सपोर्ट दिँदै गर्नु होला। हामी चाहिँ आजको बाटोको स्टार्ट हुन्छ। ल, हाम्रोमा यहाँ दुईजना बहिनीहरू भेटिसक्नु भएको छ। ल, बहिनीहरू हजुरहरू खुसी हुनुहुन्छ? कान्छी, तिम्रो नाम के हो भन त? जेनिसा के? जेनिसा दिका। तिम्रो नाम के हो बहिनी? तिम्रो नाम के हो? ए, सन्चै छेउ? ए, अरू ठिक छ? ल है, बाई बाई, हामी गयौँ। हेर्दै जानुहुन्छ, यो देख्न सक्नुहुन्छ केराबारी कटहर। यो धादिङमा राम्रो कृषि हुँदो रहेछ। यहाँ हामी देखाउँदै जानेछौँ, हजुरहरू हेर्दै आउनु होला। अहिले चाहिँ यहाँ हामी बाटोमा नै छौँ, अगाडि बढ्दै जानेछौँ। हामी अहिले चाहिँ सुन्दरी माध्यमिक विद्यालय धादिङ सुन्दरी बस्तीमा जाँदैछौँ। हजुरहरूले हेर्दै साथ सहयोग र सपोर्ट दिँदै जानु होला। अहिलेलाई यति नै, धन्यवाद। बात तो सही है। दौड़ना तो पड़ता है उसके धंधे के बारे में। तिर्सुलीको नदीमा रहेको यो धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका सुन्दरी बजारमा आइसकेका छौँ। हामी सुन्दरी माध्यमिक विद्यालय यहीँ नजिक रहेको सुन्दरी माध्यमिक विद्यालय। ट्याक्क हामी सुन्दरी माध्यमिक विद्यालयको खेल मैदानमा आइरहेका छौँ। हाम्रो एउटा चर्चित गायक बसन्त थापाज्यूको गीत थियो धादिङ गजरी भन्ने, हामीले देख्न सक्छौँ। गजरी बजार यहीँ तल रहेको छ। त्यस पछाडि त्यहाँको बिचमा तिर्सुली नदी रहेको छ। त्यसभन्दा माथि हामी यहाँ धादिङको सुन्दरी माध्यमिक विद्यालयमा खेलकुद ग्राउन्डमा छौँ। अहिले चाहिँ हामी हजुरहरूलाई देखाउँछौँ। यो माथि विद्यालय रहेको छ, यो रहेको छ सुन्दरी माध्यमिक विद्यालयको खेल मैदान। हाम्रो दाइहरू माथि गइसक्नु भयो। हामी चाहिँ अब केही समयपछि माथि जान्छौँ। म र रमेश आचार्य एसी ब्लग। रमेश आचार्य एसी ब्लगले भर्खरै मात्र नयाँ युट्युब च्यानल खोल्नुभएको छ। उहाँको नयाँ युट्युब च्यानलमा सम्पूर्ण मेरो सब्सक्राइबरहरूले उहाँको युट्युब च्यानलमा गएर सेयर, सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। उहाँले पनि राम्रो प्राकृतिक सौन्दर्य देखाउने, झल्काउने, परम्परागत रूपदेखि अहिले नयाँ यो 21औँ शताब्दीको युगमा आएका डिजिटल विभिन्न राम्रो दृश्यहरू, मनमोहक दृश्यहरू देखाउँदै आइरहनु भएको छ। उहाँले पनि अझै यो दृश्यहरूलाई लगातार रूपमा आउने दिनहरूमा पनि हजुरहरूको साथ सहयोग र सपोर्ट आयो भने अगाडि बढ्दै जानुहुन्छ, देखाउँदै जानुहुन्छ। हजुरहरूले साथ सहयोग सपोर्ट गर्दै जानु होला। हामी ट्याक्क अहिले सुन्दरी माध्यमिक विद्यालय ग्राउन्डमा छौँ। रमेश आचार्य एसी ब्लग र खड्का ब्लग म। त्यसै कारणले हामी ट्याक्क अब यो सुन्दरतालाई निहालेर अबको केही समयपछि हामी पनि माथितिर सुन्दरी माध्यमिक विद्यालयको भन्दा माथि जानेछौँ। माथि गएपछि हजुरहरूले एउटा सानो बजार आउनेछ। त्यो बजारदेखि हिमालको दृश्य देखाउनेछौँ। बेलुका पख अस्ताउँदो सूर्यसँगै हिमाल हेर्न पाउँदा हजुरहरू पनि सुखी हुनुहुन्छ होला, खुसी हुनुहुन्छ होला। ट्याक्क हिमालको दृश्य पनि हजुरहरूलाई हामीले प्रत्यक्ष रूपमा देखाउने नै छौँ। अहिलेलाई यति नै। हामी ट्याक्क अब माथि जाँदै गर्नेछौँ। बाटोमा हजुरहरूले हेर्दै गर्नु होला। A few moments later. यहाँ देख्न सक्नुहुन्छ परम्परागत रूपमा निर्माण भएको धादिङ गाउँपालिका धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर 6 मा निर्माणाधीन घरहरू, यस्ता पुराना परम्परागत रूपमा निर्माण हुँदै आएका घरहरू पनि हामीले देख्न सफल भयौँ। यस्तै रोचक दृश्यहरू हामी हजुरहरूलाई देखाउँदै जानेछौँ। धन्यवाद। बनाएको देखिन्छ, राम्रो जस्ताहरूको प्रयोग गरिएको छ। यहाँ राम्रो तरकारीहरू पनि उत्पादन हुँदो रहेछ, प्याजहरू पनि उत्पादन भइरहेको छ।